सम्पूर्णमा नमस्कार। झापा अर्जुनधारा नगरपालिका 1 बाट म मथुरा तामाङ। आज म चाहिँ श्री महेन्द्र रत्न माध्यमिक विद्यालयबाट बित्ता बजार। आज चाहिँ हाम्रो फर्स्ट एन्ड सेकेन्ड ह्यान्ड गर्ने खेलाडीहरू जति पनि हुनुहुन्छ, हिजोको बसाइबाट आज 2 दिन भइसकेको छ हामी बसेको र आज दोस्रो दिनको चरण छ। हामी चाहिँ यहाँ जति पनि उपस्थिति हुनुहुने खेलाडीहरू हुनुहुन्छ, उहाँहरू चाहिँ ब्ल्याक बेल्टको दीक्षान्त खेलाडीहरू जो चाहिँ अब ब्ल्याक बेल्ट थाप्नेवाला हुनुहुन्छ र उहाँहरू अहिले उपस्थिति हुनुहुन्छ। हजुरहरूलाई म भिडियो देखाउने नै छु। भिडियो थोरै लामो हुनसक्छ, अल्छी नगरिकन हेरिदिनु होला। र आजको ट्रेनिङमा खटिराख्नुभएका आदरणीय हाम्रो कराते सितोरियो महासङ्घका महासचिव जीवन राई हुनुहुन्छ र साथमा हाम्रो साफ राष्ट्रिय च्याम्पियन खेलिसक्नु भएको गोल्ड मेडलिस्ट हाम्रो आदरणीय अभिभावक हाम्रो अति प्रिय मिलनसार गुरुबा विक्रम मेचे हुनुहुन्छ र साथमा हाम्रो सिनियर गुरुबाहरू पनि हुनुहुन्छ जो आजको यो बसाइमा खटिराख्नुभएका ट्रेनर गुरुबाहरू हुनुहुन्छ र प्राविधिक कामका लागि खटिराख्नुभएका हाम्रो राजेन्द्र दाजु अनि त्यस पछाडि अरू धेरै गुरुबाहरू हुनुहुन्छ। अहिले हालको लागि चाहिँ हजुरहरूले देखिराख्नु भएको यो ट्रेनिङलाई चाहिँ हेरेर मनोरञ्जन गर्नुहोला। साथै जहाँ इच्छा अनि शक्ति हुन्छ त्यहाँ सफल पक्कै पनि हुन्छ। एकचोटि हुँदैन, दुईचोटि हुँदैन, तीनचोटिमा पक्का पनि हामी सक्सेसफुल हुन्छ। हाल अहिले फर्स्ट ह्यान्ड, सेकेन्ड ह्यान्ड, थर्ड ह्यान्ड गर्ने खेलाडीहरूको सङ्ख्या देखिराख्नु भएको छ हजुरहरूले। उहाँहरू चाहिँ झापा जिल्लाभरिबाट जति पनि हाम्रो नगरपालिकाहरू छ, गाउँपालिकाहरू छ, त्यो स्थानबाट चाहिँ उपस्थिति हुने भाइ बहिनी देखिराख्नु भएको छ हजुरहरूले। जति पनि हाम्रो करातेको विधाहरू छ सबै खुल्ला ग्रेडिङ कार्यक्रम यहाँ चलिरहेको छ।